दुर्गा परसाई विरुद्ध पर्सा जिल्ला अदालतमा 2 फरक कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले आज विद्युतीय कारोबार ऐन 2063 र राज्य विरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरेको हो। जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताका अनुसार सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा मुद्दा दर्ता गरिएको हो। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जेठ 8 गते पर्साईलाई थप हिरासतमा नराख्न प्रहरीले आदेश दिएको थियो। अदालतले अनुसन्धान सकिए मुद्दा दर्ता गर्न र नसकिए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्न निर्देशन दिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुधीरराज पाठकले अदालतको आदेशअनुसार अनुसन्धान प्रतिवेदन बुझाइसकिएको बताउनु भएको छ। प्रहरीले पर्साईलाई जेठ 4 गते पक्राउ गरेको थियो। त्यसपछि अदालतबाट पहिलो पटक 3 दिन र दोस्रो पटक 4 दिन म्याद थप गरिएको थियो। प्रहरीले पर्साईको सार्वजनिक अभिव्यक्तिलाई आधार बनाएर अनुसन्धान अघि बढाएको जनाएको छ।